1 बजिरहेछ। ओके, स्वागत छ तपाईँहरूलाई यो मिम नेपाल च्यानलमा। फर्स्ट टाइम बनाउँदैछु यो च्यानलमा हैन। मैले आज भर्खरै एक युट्युबर हाम्रो नेपालको ठुलै ब्लगर हुनुहुन्छ हैन, एन्टरटेनर पनि हुनुहुन्छ, मजाको एन्टरटेन गर्नुहुन्छ। अनि साथसाथै आफूले के भिडियोहरुमा रियाक्ट गरेर चाहिँ आफ्नो ओपिनियनहरु पनि दिन्छ। अनि कुनै सोशल इस्युजहरु पनि कुरा हुन्थ्यो धेरै पहिला, तर 2 वर्ष जति ग्याप थियो यो युट्युबरले चाहिँ अनि जसको नाम रहेको छ बुझेन सोल्टी भन्ने, सोल्टी स्क्वाड। जेम्स श्रेष्ठ धेरै पुरानो युट्युबर होइन, उहाँले च्यानल खोल्नु भएको 2015 मा हो। अनि मैले उहाँको च्यानल हेरेको चाहिँ 2020 देखि हेरेको मैले। अनि एक्सरसाइजहरु पनि गर्नुहुन्छ जेम्स श्रेष्ठको। फिजिकहरु मलाई दामी लाग्छ। बाँकी तपाईहरुले नि हेर्न सक्नुहुन्छ। आज 12 दिन पहिला आएको रहेछ, हेर्नै पाएन मैले। त्यो उहाँको चाहिँ के भन्छ यो एडिटिङहरु चाहिँ दामी लाग्छ के मलाई। अनि गजब छ, गजब मान्नुहुन्छ नि तपाईले। डान्स कसरी नगर्ने तर दामी लाग्छ यार। अरे यो चाहिँ शावर गर्ने टाइम नुहाउँदा 1 बजिरहेछ। नहीं 2 बजिरहेछ सायद। तर फिजिक्स राम्रो छ यार त्यति बेलादेखि नि यार ब्रदरको। मच्छर मार्ने हिट लगायो कि साँच्चीकै पाउनु। ओ तेरी पिछवाड़े में भी डेन्जर थियो यार त्यति बेलाको हेयर स्टाइल त्यस्तै चल्थ्यो कि एकदम टेनेजर थियो त्यति बेला यार जेम्स सोल्टी चाहिँ। भगवानलाई प्रे गर्नुपर्छ। ल किन रिलेटेबल छ भन्ने यस्तो छ कि किनकि मैले पनि यस्तै गरेर फिटनेसहरुमा कन्सिस्टेन्सी यसरी नै राखेको हुन्छ। मलाई नि लाउरे ट्रेनिङ मसँग कति रिलेटेबल छ कि हो। मैले नि फुर्सद पाउने बेलामा ठ्याक्कै यस्तै गर्छु कि इल्युमिनाटी पुसअप्स डायमन्ड पुसअप्स हिरो बन्ने। सहीमा यार भाषा पनि मजाले ग्रो भइरहेछ। के हो चामलको बोरी बोकेर चाहिँ नलेजै रहेछ, नलेजै छ ब्रदरको चाहिँ। एक्स प्याक भन्नु चाहिँ उहाँसँग एक्सर्साइजको नलेजहरू छ जहाँसम्म मलाई लाग्छ। तर एकदम फनी वेमा गऱ्यो कि सोल्डर लेटर रेज भन्छ यसलाई चाहिँ। दुबईबाट बस्ने प्र्याक्टिस ओ तेरी सही में स्लिप भयो साँच्ची। सोल्टी त्यति बेलादेखि धनी हो कि ट्रेडमिल राखेको छ है घरभित्र। कार्डियो भ्यास्कुलर ओ अब सर्टलेस यो चाहिँ मजा आउँछ मलाई चाहिँ। नेपाली स्पाइडरम्यान खासमा चाहिँ यो बिच्छू स्कर्पियन वक भन्छ यसलाई चाहिँ खासमा। एप क्रचेज एप्सको लागि चाहिँ
जे होस् डेली ब्लगिङ सहित साथसाथै रियाक्टिङ साथसाथै फिटनेसको पनि अब चेस्ट प्रेस ओ आइडिया खसी काट्ने प्र्याक्टिस ट्राइसेप्स चाहिँ पछाडि त्यो डम्बल हुन्छ त्यसलाई चामल बुरी राखेर ट्राइसेप्सले चाहिँ खसी काट्ने भर्सन ओ मजा आयो मजा छ होइन कम ब्याक भएको छ जेम्स ब्रदरको चाहिँ फाइनली यो 2025मा चाहिँ 2 साल पुरा बन्द थियो भएको चाहिँ त्यो अब तपाईँहरूलाई भिडियो मन पऱ्यो भने बिग थम्स अप बाँकी जेम्स ब्रदरलाई पनि तपाईँहरूलाई सेयर गर्न सक्नुहुन्छ होइन रियाक्ट गर्छु भनेर अनि मिम नेपाल च्यानललाई पनि सब्सक्राइब गरेर राख्नुहोस् बाँकी यस्तै अर्को कसको भिडियोमा रियाक्ट गर्नुपर्ने हो तपाईँहरूले नेक्स्ट सजेसन गर्नुहोस् त नेक्स्ट भिडियोमा भेट्नेछु जय नेपाल जय गोर्खाली